दर्शकबिन पश्चिम खबर तपाईँ हेर्दै हुनुहुन्छ। हामी एउटा यस्तो रोचक र अनौठो ठाउँमा आइपुगेका छौँ। त्यो ठाउँ लिँदैछु म तपाईँलाई। यो चौकुने गाउँपालिका 5 नम्बर रेक्चा नजिकै रहेको मुख्य थलामा हामी जाँदैछौँ। यो ठाउँ किन विशेष छ भन्दा आज हामी तपाईँलाई पुरै देखाउनेवाला छौँ। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला र कहाँबाट हेर्दै हुनुहुन्छ भिडियो कमेन्ट गरिदिनु होला। तपाईँका गाउँठाउँमा पनि यस्ता चिजहरू छन् भने हामीलाई म्यासेज गर्न सक्नुहुन्छ, नभए हाम्रो पश्चिम खबरको बायोमा नम्बर छ, फोन पनि गर्न सक्नुहुन्छ, व्हाट्सएप गर्नुहुन्छ। मुख्य थला भन्ने ठाउँ हो। यो परापूर्वकालमा मानिसहरूले हेर्नुहोस् त कति सिपालु हुँदा रहेछन्। हाम्रा पुस्ताहरूले बनाएको यो चिज हेर्नुहोस् त कति राम्रो छ। यसलाई मुख्य थला भनिन्छ। योभन्दा माथि अहिले हामी जानेछौँ। यसरी ढुङ्गाहरू चाँदेर राखिएको छ। एक ढुङ्गाबाट अर्को ढुङ्गा, अर्को ढुङ्गाबाट अर्को ढुङ्गा। अनि विशेष गरी यो ढुङ्गा पनि अलिक पृथक खालको ढुङ्गा छ। यो अलिकति केही आकारहरू जस्तो खालको ढुङ्गा छ। र योभन्दा माथिबाट विशेष के छ भने अहिले हामी यहाँ चढ्दैछौँ। योभन्दा माथिबाट तपाईँले योभन्दा दक्षिणका कर्णाली नदी त एकदमै नजिक देखिन्छ। त्यसै गरी बिजौरा बजार, गुठु बजार, बाबियाचौर, विद्यापुर लगायत बर्दियासम्म पनि देखिन्छ र कैलालीका केही डाँडाहरू देख्न पाइन्छ। हामी अलि माथि नै जान्छौँ। हेर्नुहोस् यो अलिकति पृथक खालको छ। यो भूगोल त्यो बेलामा हाम्रा पुस्ताहरूले बनाएको भनौँ। यो धेरै पुरानो वर्ष पहिलाबाट बनेको यो चिज हो। मुख्य थला भन्छ। हामी अगाडि बढौँ, माथि गएर हेरौँ। भ्यू यति राम्रो देखिन्छ। यो एकदमै तपाईँहरूले यहाँ आउनु भएको छैन भने एकपटक अवश्य आउनु होला। मनै आनन्दित हुने खालको छ। अगाडि आइदिनु होला। र म माथि टपमै आइपुगेको छु। यहाँ मुखिया थला भने यहाँ हामीसँग एकजना युवा पनि हुनुहुन्छ स्थानीय। उहाँसँग पनि यसको केही कुराहरू हामी सोध्नेछौँ। हेर्नुहोस् त कति राम्रो छ यो चिज। यहाँबाट तलपट्टि अगाडि देखाइदिनु होला कर्णाली नदी देखिया छ। त्यहाँनिर बिजौरा बजार छ। त्यसै गरी यतापट्टि तोर्सा, मायातालदेखि लिएर विद्यापुर, बाबियाचौर प्रष्टै देखिन्छ। सँगसँगै भेरी कर्णाली दोभान पनि हामीले यहाँबाट देख्न पायौँ है। यो भनेको एकदमै रमाइलो कुरा हो। तपाईँ अगाडि देख्नुभयो भने माथिबाट भेरी आइरहेको छ। त्यहाँ माथि हेर्नुहोस् त भेरी आएको छ र यताबाट यहाँ कर्णाली गएको छ र त्यहाँ भेरी र कर्णाली दोभान भएको ठाउँ पनि हामीले देखेका छौँ। एकदमै यो भ्यू टावरको रूपमा प्रसिद्ध छ। विशेष गरी यहाँ चाहिँ मान्छेहरू आउने गर्छन्। यहाँ मसँग एकजना यहीँकै स्थानीय युवा हुनुहुन्छ, कुराकानी गर्न चाहन्छु म। तपाईँको नाम? नमस्ते, मेरो नाम धीरज प्रसाद ढकाल। अनि यो ठाउँलाई विशेष के भन्छ? यो चाहिँ मुख्य थला हो। यहाँदेखि चाहिँ सबै सम्पूर्ण यहाँदेखि गुटु, बिजौरा, कर्णाली र भेरीको दोभान लगायत सम्पूर्ण ठाउँहरू यहाँदेखि एकदम प्रष्ट रूपमा देखिन्छ। अब यो कहिले बनाएको? यो चाहिँ अलिकति पृथक खालको लाग्यो मलाई। यो पहिला पुस्ताले अब भनौँ हाम्रो धेरै पहिला बनेको हो यो? हजुर, धेरै पहिला हो। अरू के छ यसको बारेमा केही थाहा छ तपाईँलाई? त्यस्तो त केही थाहा भएन मलाई। हुन्छ, हामी यतिखेर यो मुख्य थला भन्ने ठाउँमा छौँ। यहाँबाट निकै राम्रो भ्यू देखिन्छ। अलिकति तुवालो लागिरहेको अवस्था छ। पारिपट्टि जङ्गलमा आगो लागि भएको त्यो पनि छ र तलपट्टि निकै रमणीय दृश्य देख्न पाइरहेका छौँ यतिखेर हामीले। दर्शकबिन हामीसँगै आउनुभएका हाम्रो पश्चिम खबरको सञ्चालक हुनुहुन्छ यादव प्रसाद पौडेल। उहाँलाई यो ठाउँ कस्तो लाग्यो भनेर म सोध्दैछु। तपाईँलाई यो मुख्य थला कस्तो लाग्यो अहिले? सबैभन्दा पहिला त यो मुखिया थला भनेपछि अब यो नामै एकदमै काफी छ। मुखियाहरू बस्ने ठाउँ होला सायद मुखिया थला भनेपछि। मलाई जहाँसम्म लाग्छ अब त्यो नहुन पनि सक्छ होइन। यो चाहिँ अब हामीले तपाईँलाई यो मुखिया थला भनिरहँदाखेरि यो कुन ठाउँ रहेछ त भनेर तपाईँहरूलाई एकदमै मनमा जिज्ञासा पनि लाग्न सक्छ। म यो ठाउँमा आउँदा मलाई यति चाहिँ आनन्द लाग्यो कि यो मैले खासमा चाहिँ स्वर्ग भनेको चाहिँ यही ठाउँ हो जस्तो मलाई अनुभूति भइरहेको छ। तपाईँहरूले फेरि धेरै गफ दियो भन्नु होला किन स्वर्गको अनुभूति गरिराखेँ भन्दाखेरि म तपाईँहरूलाई चाहिँ विस्तृत रूपमा भन्ने छु अहिले होइन। यो पहिला चाहिँ मुखिया थला। मुखिया थला भन्दा बित्तिकै तपाईँहरूले के बुझ्नु पर्यो भने मुखियाहरू बस्ने ठाउँ हो यो चाहिँ रेक्चा चौकुने गाउँपालिकाको 5 नम्बरमा पर्ने रेक्चा गाउँमा चाहिँ हामी आइपुगेका छौँ। त्यही रेक्चा गाउँमा आउँदै गर्दा एउटा चाहिँ एकदमै राम्रो ठाउँ मलाई देखिसकेपछि यो मुखिया थला ठाउँमा चाहिँ यहाँ जाउँ घुमौँ भनेर चाहिँ हामीहरू यता आयौँ। यो मुखिया थलाको एउटा छुट्टै विशेषता रहेछ। कस्तो भने यहाँ तलबाट चाहिँ कस्तो एकदमै के ढुङ्गाहरूलाई चाँदेर होइन एउटा यो खुल्ला डाँडा छ। यो डाँडामा यताउति कस्तो छ भने एकदम शान्त वातावरण छ। तपाईँ यो ठाउँमा उभिएर हेर्नुभयो भने यता
पुरै धेरै ठाउँ चाहिँ हामीले यहाँबाट निहाल्न सक्छौँ। यस्तो खालको पश्चिममा कुनै पनि ठाउँ छैन, मैले अहिलेसम्म देखेको पनि छैन। म धेरै ठाउँमा घुमेको पनि छु होइन। तिनै ठाउँहरू घुमिरहँदा म यो ठाउँमा आएर अहिले मैले यहाँबाट हेरिराखेको छु। यता अगाडि यो बाबिया चौर भन्दा अझ अगाडि तपाईँको चाहिँ धेरै अगाडि आँखाले देख्न सक्ने ठाउँसम्म चाहिँ हामीले देखिरहेका छौँ भने यो साइडमा चाहिँ भेरी नदी, कर्णाली नदी र यता चाहिँ कैलाली, बर्दिया, त्यसै गरी यहाँनिर चाहिँ बिजौरा, यो सबै ठाउँहरू चाहिँ हामीले एकदमै राम्रोसँग यहाँबाट निहाल्न सक्छौँ। यदि तपाईँहरू पनि यो ठाउँमा कहिले यात्रा गर्दै हुनुहुन्छ, यतातिर आउने तपाईँलाई मौका पर्यो भने यो ठाउँमा आइदिनु होला। यो चाहिँ रेक्चा। रेक्चा भनेपछि लगभग प्रायःजसो मान्छेहरूले चाहिँ नाम सुन्नुभएकै नाम हो। पुरानो चाहिँ गाउँ पञ्चायत भएको ठाउँ पनि हो होइन। एकदमै सुन्दर ठाउँ छ, वरिपरि पहाड छ, बिचैमा चाहिँ एकदम गहिरो गाउँ, एकदम मिलेको गाउँ, राम्रो गाउँ छ। हामीले तपाईँहरूलाई अर्को भिडियोमा यो रेक्चा गाउँको पुरै भिडियोहरू पनि देखाउनेछौँ। दर्शकबिन, हामी यतिखेर यो मुखिया थलोमा छौँ। मुखिया थला अघि पनि भन्नुभयो उहाँले, मुखिया थला भन्नाले विशेष गरी मुखियाहरूले बनाएको हुनसक्छ। यो एकदमै पृथक ठाउँ छ र सँगसँगै रमणीय ठाउँ छ। यहाँबाट विभिन्न ठाउँहरू देख्न पाइन्छ। यहीँबाट भन्छु, स्थानीय सरकार चौकुनी गाउँपालिका, प्रदेश सरकार कर्णाली प्रदेश, सँगसँगै सङ्घीय सरकारलाई यस्ता ठाउँहरूलाई प्रबन्धन गर्न सकियो, यस्ता ठाउँहरूलाई अझ भनौँ पर्यटकीय गन्तव्यको हबको रूपमा बनाउन सकियो भने यी ठाउँले न्याय पाउनेछन् र विशेष गरी यहाँ पर्यटकहरूको चहल पहल बढ्नेछ। यो कुरामा चाहिँ सरकारहरूले ध्यान दिन अहिलेको आवश्यक छ।